होइन, देख्नेले चाहिँ नि छोरी मान्छेको जिन्दगी एकदमै राम्रो देख्छ होइन। अनि मान्छेले छोरा मान्छेले के भन्छ थाहा छ छोरी मान्छेलाई? होइन तँलाई चाहिँ के को टेन्सन छ हौ, के को दुःख छ तँलाई? कमाएर ल्याइदिएको छु, पैसा छँदैछ, गर्न, घर व्यवहार पनि गर्न सक्दैनस् भनेर भन्छन्। तर घर व्यवहार गर्न सजिलो छैन, पैसा ठुलो कुरा होइन। सबैभन्दा ठुलो कुरो भनेको तपाईँको श्रीमतीले होइन, गाउँ घरको मान्छे, आफ्नो घरभित्रको मान्छे, बाहिरको मान्छेलाई खुसी बनाउनु चाहिँ तपाईँको श्रीमतीको पहिचान हो। श्रीमतीले कति सङ्घर्ष गरिरहेको हुन्छ होइन, आफ्नो घर परिवारलाई सम्हालिरहेको हुन्छ। अनि घर परिवारलाई खुसी बनाउनु पऱ्यो। यदि घर परिवारलाई मात्रै खुसी बनाएर भएन, घरदेखि बाहिरको मान्छेलाई पनि खुसी बनाउनु पऱ्यो होइन। अनि भन्नेले के भन्छन्, अब कोही मान्छे आइहाल्यो भने पनि राम्ररी बोलिदिनु पऱ्यो, राम्ररी बोल्दैन भने फल्नाको बुढी, फल्नाको बुहारी यस्तो रहेछ त्यस्तो रहेछ भन्ने खालको एउटा मान्छेले भनि नै हाल्छन्। अनि घरकोलाई त खुसी बनाउनु र स्वयं बाहिरकोलाई पनि खुसी बनाउनुपर्छ छोरी मान्छेले होइन। हामी छोरा मान्छे त जता गए पनि जस्तो अवस्थामा भए पनि खाइदिने हो, हिँडिदिने हो, साथी बनाउने हो। हामीलाई कसैले कुरा काट्छ छोरा मान्छेको? कहिले कसैले पनि कुरा काट्दैन। तर छोरी मान्छेको हरेक कुराहरू काट्छन् क्या, गाउँको समाजले, गाउँको मान्छेले, तिनै समाजले काट्छन्। हरेकलाई रुचाउनु पऱ्यो, हरेकसँग राम्रो कुरा बोलिदिनु पऱ्यो। धेरै बोल्दा पनि कस्तो बोलेकी रहेछ, कस्तो बोल्दिरहेछ भन्छन्। थोरै बोल्दा पनि कस्तो घुसघुसे रहेछ, नबोल्ने रहेछ भन्छन्। छोरी मान्छेलाई जतिको गाह्रो जिन्दगी त छैन बाबा। यो सायद धेरै मान्छेहरूले यो कुराहरूलाई मनन गर्दैन होला, तर जुन पीडा छोरी मान्छेलाई परिरहेको हुन्छ नि, छोरी मान्छेलाई मात्रै थाहा हुन्छ यो पीडा होइन। अनि अनि जे कुरामा पनि छोरी मान्छेलाई कम्प्लेन हुन्छ क्या, जे कुरामा पनि, घरहरूबाट जे कुरामा पनि। अब हरेक कुरामा काम गर्ने सिलसिलादेखि नै हरेक कुराहरूलाई चाहिँ छोरी मान्छेहरूले चाहिँ एकदमै केयरफुल भएर गर्नुपर्छ। अब मानिलिउँ गाउँघरमा कस्तो हुन्छ भने, अब एउटा संस्कारी बुहारी भनेर खोज्छन् होइन, खोज्न चाहिँ। तर आफ्नो छोरीहरू कस्तो छ भन्ने कुरो चाहिँ फेरि त्यो घरको बाउआमाले सोध्छन् सोच्दैन त्यो चाहिँ मलाई थाहा भएन। आफ्नो छोरीले कतिको संस्कार सिकेर गएको छ अनि अर्काको छोरीले ल्याएपछि कतिको संस्कारी रहेछ भन्ने कुरो त्यो चाहिँ आफूले कम्प्रोमाइज गर्ने हो बाउआमाले मेन चाहिँ होइन। अनि बढार्दै जाने क्रममा पनि अब अलिकति डह्रो तरिकाले यताउता गर्दै बढाएर भने के खालको बढारेको, अलिक सपक बढार भनेर भन्छ होइन। अनि हरेक कुराहरू क्या, काम गर्ने सिलसिला हरेक कुरा, खाना पस्किने, खाना पकाउने, खाना दिने, हरेक कुरामा छोरी मान्छेले एकदमै केयरफुल भएर गर्नुपर्छ होइन। कसैकोमा नहोला यो कुरा, तर म्याक्सिमम् छोरी मान्छेहरूमा यो कुराहरू आइपरिरहेको हुन्छ। छोरी मान्छेहरूलाई एकदमै टर्चर भइरहेको हुन्छ। भात दिँदा पनि कसरी दिनु पऱ्यो होइन, अनि बोल्दा पनि कसरी बोल्नु पऱ्यो, भाँडा उठाउँदा कसरी उठाउनु पऱ्यो, भाँडा माझ्दा कसरी माझ्ने, यत्रु कुराहरूलाई चाहिँ यो संस्कार हाम्रो नेपालमा जति पनि अलिकति गाउँ घरमा हुन्छ नि, यो एकदमै यो कल्चरहरू चल्छ क्या। अनि गाउँघरमा बिहे गर्नेहरूले धेरै दुःख पाउँछ होइन। अनि आफ्नो आमाले जति सिकाएको छ त्यति कुरा त सिक्ने हो नि त होइन र? त्योभन्दा बढी त सिकिँदैन, के सिकिँदैन नि त। अनि पछि भन्यो भने तेरो बाउआमाले यस्तो सिकाएनन्, यो सिकाएनन् भनेर भन्छन्। आफ्नो छोरीले सिकेको छ कि छैन त्यो पनि त तपाईँहरूले मनन गर्नु पऱ्यो नि त होइन। तपाईँको छोरीले एउटा कुरा सिकेको छ भने उसले त्यो कुरा सिकेको छैन, त्योभन्दा अर्को केही कुरा सिकेको होला उसले होइन, त्यसरी नै सोच्नु पऱ्यो। त्यही भएर छोरी मान्छेको जिन्दगी सजिलो छैन। जति नै तपाईँहरूले बाहिरबाट हेर्नुहुन्छ, झट्ट हेर्दाखेरि के नै गरेको छ र के नै छ र भन्ने खालको तपाईँहरूमा जुन त्यो अहमता आउँछ नि, त्यो कहिले पनि नराख्नुहोस्। छोरा मान्छेभन्दा छोरी मान्छेलाई धेरै गाह्रो छ। अर्काको घर, अर्का पराईको घरमा रुचाउनुपर्छ हरेकलाई होइन। त्यही भएर एकदमै तपाईँ जति पनि श्रीमानहरू हुनुहुन्छ, एउटा छोरी मान्छे आफ्नो श्रीमतीलाई एकदमै रेस्पेक्ट गर्ने गर्नुहोस् है। सबैजनालाई मेरो यो सल्लाह सुझाव। ओके।